विश्वभर यसबाट औसत दैनिक 3700 जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। नेपालमा पनि सडक दुर्घटना अकाल र अल्पायुमा हुने मृत्युको प्रमुख कारण बनेको छ। हाम्रा सडकहरूमा यात्रा गर्दै गन्तव्यमा जाने क्रममा सडक दुर्घटनामा परि अकालमा ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछौँ। नमस्कार। सडकमा सुरक्षित भएर यात्रा गर्न पाउनु सबैको अधिकार हो। कहिलेकाहीँ सानो लापरवाही वा असावधानीका कारण चालकको आफ्नै वा अन्य कसैको ज्यान जाने गरी दुर्घटना हुन सक्छ। आफन्त वा परिवारजन घर फर्कन पर्खिरहेकाहरूका लागि नचिताएको वज्रपात पर्न सक्छ। सडक दुर्घटनाका अधिकांश घटनाका पछाडि चालक वा पैदल यात्रीको हतार गर्ने बानी, चालकको चाहिने भन्दा बढी आत्मविश्वास भएर चालकले मादक तथा नशालु पदार्थ सेवन गर्नाले वा मोबाइलमा कुरा अथवा एसएमएस गर्नाले दुर्घटना हुन्छ। यात्रा सुरु गर्नुभन्दा पहिले सधैँ आफ्नो सवारी साधनको कन्डिसन जाँच गरी गन्तव्यमा पुग्नुभन्दा अलि बढी समय राखेर जानुहोस्, ताकि तपाईले हतार गर्नु नपरोस्। मोटरसाइकल चालक र यात्री दुवैले अनिवार्य हेलमेट प्रयोग गरी सुरक्षित यात्रा गरौँ। हतारमा गरिने यात्राले तपाईँ हामी जान चाहेको गन्तव्यमा होइन, अकल्पनीय गन्तव्यमा पुर्याउन सक्छ। सडकमा अनुशासित भएर ट्राफिक नियम पालना गर्दै यात्रा गरेमा दुर्घटना र क्षति कम गर्न सकिन्छ। अत अबको आधा घण्टा सडकमा कसरी आफू सुरक्षित भएर अरूलाई पनि सुरक्षित राख्ने भन्ने जानकारी लिनुहोस् र यहाँबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्नुहोस्। यदि तपाईँ गुडिरहेको बेला अगाडि हरियो बत्ती पहेँलो भएको देख्नुभयो भने त्यसको अर्थ अब केही सेकेन्डमा रातो बत्ती बल्न लाग्यो, रोक्नुहोस् भनेको हो। तर यदि कुनै कारणले तपाईँको गाडी रोक्नै नमिल्ने अवस्थामा छ भने ट्राफिकको इसारा अनुसार आफ्नो गति कम गर्दै धेरै सावधानीका साथ मात्र अघि बढ्नुहोला, किनभने त्यहाँ दुर्घटनाको जोखिम हुन्छ। गाडी रोकिराखेको बेला इन्जिन बन्द गर्नुभयो भने वायु प्रदूषण पनि कम हुन्छ। यदि तपाईँ ट्राफिक लाइट रातो संकेतमा रोकिरहनु भएको छ र बत्ती पहेँलो भयो भने त्यसको अर्थ अब केही सेकेन्डमा हरियो बत्ती बल्न लाग्यो। अझै केही सेकेन्ड स्टप लाइनमै रोक्नुहोस्, तर गाडीलाई पहिलो गियरमा राख्नुहोस् र हरियो बत्ती बलेपछि मात्र अगाडि बढ्न तयार रहनुहोस् भनेको हो। हरियो बत्तीको अर्थ अघि बढ्नुहोस् भनेको हो, तर बाटो खाली छ छैन, आफूभन्दा अगाडिको गाडीसँगको दूरी कति छ, यी सबै कुरा ध्यान दिएर मात्र अघि बढ्नु सुरक्षित हुन्छ। रोकिएको बेला तपाईले आफ्नो अगाडिको गाडीको पछिल्ला पाङ्ग्राहरू देख्न सक्ने दूरीलाई न्यूनतम सुरक्षित दूरी मानिन्छ। याद राख्नुहोस्, यदि ट्राफिक बत्तीमा टाइमर पनि राखिएको छ भने उक्त टाइमर सुन्ने नहुन्जेल फर्कनुहोस्। यदि तपाईँ टाइमर पढ्न सक्नु हुँदैन भने एकपटक आफ्नो आँखा पनि जाँच गराउनुहोला। तपाईले पर्दामा देखिरहनु भएका धेरै मानिसहरू तपाईँ जस्तै आफ्नो यात्रा सुरु गरेर गन्तव्यमा जाँदै थिए, तर कसैको क्षणभरको भुलका कारण कसरी अकल्पनीय गन्तव्यमा पुग्दछन्। गन्तव्यमा उनीहरूलाई पर्खेर बसेका आफन्त र परिवारजनको अवस्था कस्तो भयो होला? के तपाईँले आफ्नो यात्रा सुरु गर्दा आज यहाँ पुगिन्छ भनेर सोच्नु भएको थियो? तपाईँ सकुशल भएकोले यहाँ आउन सक्नुभयो। घाइतेहरू अस्पतालमा छन् र मृतकहरू छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। जथाभावी बाटो नकाटौं, ट्राफिक नियम पालना गरौं। याद राख्नुहोस्, तपाईको सानो भूल वा लापरवाहीले परिवारको खुशी वियोगमा परिणत हुन सक्छ। गन्तव्यमा यात्रा नपुग्दै नसोचेको ठाउँमा पुगिन्छ। के तपाईलाई थाहा छ नेपालमा हुने अधिकांश दुर्घटनाको प्रमुख कारण के हुन्? तीव्र गति, मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउने। त्यसमाथि चालकको लापरवाही मानिने निम्न कारणहरू सबैभन्दा बढी रहेका छन्, जस्तै लेन अनुशासन तोडेको, गलत तरिकाले ओभरटेक गरेको, सवारी साधनको अवस्था नजाँची चलाएको, आफ्नो सवारीको क्षमता भन्दा बढी यात्रु वा सामान बोकेको, रोक्न नमिल्ने ठाउँमा गाडी रोकेको वा जथाभावी पार्किङ गरेको,
वा सवारी चलाउँदा मोबाइलको प्रयोग गरेको। यसका अतिरिक्त पैदल यात्रीले जथाभावी बाटो काटेकाले पनि घाइते वा ज्यान गुमाउनु परेको छ। काठमाडौँ उपत्यकामा मात्रै हरेक हप्ता सरदर 4 जनाले ज्यान गुमाउँछन् भने दर्जनौं मानिसहरू घाइते हुन्छन्। प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 मा देशभर 2883 जनाको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक करिब 5000 मानिसहरूले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। तपाईँ आज यहाँ आइपुग्नुमा के कुराको भूमिका छ? के तपाईँले यात्रा सुरु गर्नुअघि आफ्नो वाहनको अवस्था जाँच गर्नुभएको थियो? यात्रा सुरु गर्नुअघि तपाईँले आफ्नो सवारी साधनको के जाँच गर्नुपर्छ त? ब्रेक, स्टेयरिङ, इन्डिकेटर लाइट, पार्किङ लाइट, ब्रेक लाइट, हेडलाइट, स्पिडोमिटर, स्प्रिङ सस्पेन्सन, टायरको अवस्था, टायरमा हावाको मात्रा, आफूले यात्रा गर्ने रुटको सडकको अवस्था, मौसमबारे जानकारी, आफ्नो सवारी साधनको क्षमता र गाडीमा भएका यात्रुको संख्या र भारको मात्रा, गन्तव्यमा पुग्न लाग्ने समय, पछाडि र दायाँ बायाँ हेर्ने ऐनाहरू ठिक भएको, बोक्नुपर्ने कागजपत्र बोकेको, गाडीमा भएको इन्धनको मात्रा। कारमा सवार सबैले सिट बेल्ट लगाएको यकिन गर्ने, आफूले हेलमेट लगाउने र पछाडि बस्ने यात्रुले हेलमेट लगाएको, पन्जा, हाई भिजन ज्याकेट र मोटरसाइकल सुरक्षा पोसाक। यसबाहेक चालकले जाडोबाट गर्मी मौसम वा गर्मीबाट जाडो मौसम भएको सडकमा चलाउँदा चालकलाई अकस्मात निन्द्रा लाग्न सक्ने भएकाले यस्ता बाटोमा गाडी चलाउँदा विशेष चनाखो हुनुपर्दछ। दुर्घटनाको अर्को प्रमुख कारण चालक वा पैदल यात्रुको हतार गर्ने बानी हो भन्ने हाम्रो अवलोकनले देखाएको छ। अब एकपटक आफै विचार गरौँ। हामी हाम्रा फुर्सदिला क्षणहरू सभामा, गोष्ठीमा, रेस्टुरेन्टमा, पार्टीमा, धार्मिक स्थलहरूमा, फिल्म हेर्दाखेरि अथवा घरमा आनन्दले बिताउँछौँ, आरामले बिताउँछौँ। तर जब हामी सडकमा आफ्नो गाडीको स्टियरिङ समाउँछौँ अथवा सडकमा हामी हिँड्ने काम गर्छौँ, त्यति बेला हामी रोकिने नपरोस् भन्ने मानसिकताले अघि बढ्दछौँ। जसरी हामी अन्य फुर्सदिला क्षणहरू हतार नगरिकन बिताउँदछौँ, त्यसै गरी सडकमा पनि हतार नगर्ने हो भने दुर्घटना न्यूनीकरण आफै हुने गर्दछ। आउनुहोस् अब केही ट्राफिक चिन्हहरूबारे जानकारी लियौं। आदेशमूलक चिन्हहरू। यस्ता चिन्हहरूको उल्लङ्घन गरेमा तपाईलाई तत्काल वा सीसीटीभीबाट पहिचान गरेर पनि नियमानुसार कारबाही गरिन्छ। रोक र जान देऊ। मूल सडक या गोल घुम्तीमा चल्नेलाई पहिले जान देऊ। प्रवेश निषेध, पार्किङ निषेध, रोक्न निषेध, उछिन्न निषेध, दाहिने मोड्न निषेध, बायाँ मोड्न निषेध, युटर्न गर्न निषेध, हर्न निषेध, बायाँ मोड, बायाँ च्याप। गोलो आकारमा राखिएका जुनसुकै संकेतहरू उल्लङ्घन गरेमा कारबाही हुन्छ। चेतावनीमूलक सन्देशहरू। यस्ता चिन्हले अगाडिको बाटोको बनावट कस्तो छ र त्यसमा के कस्तो खतरा छ भनेर चालकलाई सचेत गराउँछन्। केटाकेटीहरू, चौबाटो, अगाडि शाखा सडक, दाहिने शाखा सडक, टी जंक्सन,
अन्य खतरा, दाहिने पूरा मोड, ट्राफिक बत्ती, दुवैतिरबाट साँघुरिएको सडक, चिप्लो बाटो, उठेको बाटो, जाँच चौकी, बाटोमा काम हुँदैछ। यसरी त्रिभुज आकारमा देखाइएका संकेतहरूबारे ध्यान दिनु भएन भने तपाईँ दुर्घटनामा पर्ने जोखिम उच्च हुन्छ। जानकारीमूलक संकेतहरू। चारकुने अक्सर नीलो आकारमा भएका संकेतहरूले तपाईको यात्राका दौरान आउने स्थानहरू वा चाहिने सेवा सम्बन्धी जानकारी दिन्छन्। पार्क गर्ने ठाउँ, पेट्रोल पम्प, पदयात्रीको बाटो, अस्पताल, टेलिफोन, पदयात्री र साइकलको बाटो, बस बिसाउने, एकतर्फी सडक। यस्ता जानकारीमूलक संकेतको पालना गर्नाले तपाईँ आफूसँगै अन्य सडक प्रयोगकर्ताहरू पनि सुरक्षित बनाउन मद्दत गरिरहनु भएको हुन्छ। आउनुहोस् अब केही सडक संकेतहरूबारे जानकारी लियौं। अगाडि लेन घटाइएको वा सडक साँघुरो भएमा के गर्ने? यदि तपाईँ यस्तो सडकमा यात्रा गर्दै हुनुहुन्छ र तपाईँको दाहिनेतिर अविखण्डित रेखाहरू छन् भने तपाईँले तपाईँभन्दा अगाडि रहेको सवारी साधनलाई सडकमा कायम रहिरहनको लागि समय दिनुपर्दछ। यानि कि तपाईँको अगाडि रहेको सवारी साधनलाई सडकमा मिसिन सहयोग गर्नुपर्दछ। सडकमा रेखाङ्कन सकिएको अवस्थामा कसरी लेन परिवर्तन गर्ने? यदि तपाईँ रेखाङ्कन गरिएका सडकमा यात्रा गर्दै हुनुहुन्छ र तपाईँ विखण्डित रेखालाई पार गरेर अर्को लेनमा प्रवेश गर्न चाहनुहुन्छ भने तपाईँले आफूले प्रवेश गर्न चाहेको लेनमा रहेको सवारी साधनलाई पहिलो मौका दिनुपर्दछ। देब्रेतर्फ कायम रहनु। यदि तपाईँ धेरै लेन भएको सडकमा यात्रा गर्दै हुनुहुन्छ र गति सीमित 80 किलोमिटर भन्दा माथि छ भने तपाईँले ओभरटेक गर्ने अवस्था आइपरेमा पनि ओभरटेक गर्न साथ पुनः देब्रेतर्फ नै फर्कनु पर्दछ। देब्रे लेनलाई छोड्नुपर्ने अवस्था भनेको गाडी मोड्ने समयमा हो। यो सावधानीपूर्वक गर्नुपर्दछ। देब्रे लेनलाई छोड्नुपर्ने अवस्था भनेको अगाडि कुनै बाधा अडचन रहेमा पनि हो। बाधालाई पार गर्न साथ तुरुन्तै देब्रे लेनमा नै फर्किहाल्नु पर्दछ। अत्यधिक ट्राफिक रहेको अवस्थामा तपाईले देब्रे लेन छोड्न सक्नुहुन्छ, तर सावधानीपूर्वक नियम पालन गरेर मात्रै। विशेष अवस्थाको लागि बनाइएको लेन अथवा देब्रे मोड्नै पर्ने अवस्था भएको तर तपाईँ देब्रे जान नपर्नुपर्ने भएकोमा पनि तपाईँ लेन परिवर्तन गर्न सक्नुहुन्छ। सडकमा ओभरटेक गर्नु नपरेसम्म देब्रे रहने संकेत छ भने तपाईले लेन परिवर्तन गर्नको लागि सम्पूर्ण नियमको पालना गरेर मात्रै लेन परिवर्तन गर्नुपर्दछ। धेरै लेनहरू र सर्भिस लेन भएको सडकमा कस्तो सावधानी अपनाउने? यदि तपाईँ धेरै लेनहरू र सर्भिस लेन भएको फराकिला सडकमा सवारी चलाउँदै हुनुहुन्छ भने तपाईलाई थप सावधानी आवश्यक पर्छ। त्यस्ता बाटोहरूमा देब्रे वा लेफ्ट लेनमा स्लो स्पिड र दायाँ वा राइट लेनमा फास्ट स्पिड तोकिएको हुन्छ। उदाहरणको लागि काठमाडौँको मुख्य सडक र रिङ रोडमा दायाँ लेनको अधिकतम गति सीमा 50 किलोमिटर प्रति घण्टा तोकिएको छ। त्यसभन्दा तीव्र गति चलाउनु भयो भने तपाईलाई लिडार गनले गति नापेर वा सीसीटीभीबाट मोनिटरिङ गरेर तपाईलाई कारबाही गर्न सकिन्छ। तर सहरी भित्री सडकहरूमा अधिकतम गति सीमा 30 किलोमिटर प्रति घण्टा भन्दा बढी हुनु हुँदैन। यदि तपाईले दायाँतिरको फास्ट लेनमा तोकिएको गतिभन्दा स्लो वा कम गतिमा चलाउनु भयो भने दुर्घटना हुन सक्ने भएकाले तपाईले आफ्नो पछाडिको गाडीलाई संकेत दिएर उपयुक्त समयमै लेन बदल्नुपर्छ। तपाई बायाँ लेनमा चलिरहेका बेला कसैलाई दायाँ लेनबाट बायाँमा आउन लेन परिवर्तन गरेको देख्नु भयो भने उसलाई आफ्नो लेनमा आउन मिल्ने गरी सहयोग गर्नुपर्छ।
त्यसैगरी तपाईले बायाँतिरको स्लो लेनमा तोकिए भन्दा फास्ट वा तीव्र गतिमा चलाउनु भयो भने दुर्घटना हुन सक्ने भएकोले तपाईले आफ्नो पछाडिको गाडीलाई संकेत दिएर उपयुक्त समयमै लेन बदल्नुपर्छ। यस्तो अवस्थामा तपाईले दायाँ लेन खाली हुन पर्खनु पर्ने हुन सक्छ, किनभने फास्ट लेनमा भएको गाडीले तपाई दायाँ लेनमा आउन स्लो गर्न सक्दैन। मूल सडकबाट सर्भिस लेन वा शाखा सडकमा कसरी जाने? मूल सडक बायाँ लेनबाट छुट्टिँदै जाने भएकोले तपाईको सवारी साधनको गति स्लो नै हुने भए पनि तपाई जाने सर्भिस लेन वा शाखा सडकको अधिकतम गति सीमा कति छ त्यसबारे पनि विचार गर्नुहोस्। अक्सर सर्भिस लेनको अधिकतम गति 20 वा 30 किलोमिटर प्रति घण्टा तोकिएको हुन्छ। सर्भिस लेनमा तोकिए भन्दा बढी स्पिडमा चलाएमा दुर्घटनाको उच्च जोखिम हुन्छ। तर तपाईँ दायाँ वा फास्ट लेनमा हुनुहुन्छ भने तपाईले उचित समयमा लेन परिवर्तन गरी बायाँमा आइसक्नु पर्नेछ। अकस्मात धेरै लेन बदल्नु परेको खण्डमा दुर्घटना हुन सक्छ। याद राख्नुहोस्, तपाईँ शाखा सडकबाट मुख्य सडक वा राजमार्गमा पस्ने जंक्सनमा पस्ने बेलामा तपाईले भन्दा मूल सडकमा गुडिरहेको जुनसुकै साधनले पहिला प्राथमिकता पाउँछ। गोल घुम्ती सडक। तपाई गोल घुम्ती सडकमा पुग्दै हुनुहुन्छ भने के गर्नु पर्ला त? यदि तपाई गोल घुम्ती सडकमा पुग्न लाग्नु हुँदैछ भने तपाईले आफू जता जाने हो त्यतैको इन्डिकेटर अन गर्नु पर्दछ। तपाईले अन्य सवारी चालकहरूले राम्ररी थाहा पाउने गरी संकेत दिनु पर्दछ। गोल घुम्तीमा प्रवेश गर्दा तपाईले गोल घुम्तीमा प्रवेश गर्नु अगाडि गोल घुम्तीमा प्रवेश गरिसकेका सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दछ। तपाईले आफ्नो इन्डिकेटर पनि अन राख्नु पर्दछ तपाई देब्रे, दाहिने अथवा यु टर्न लिन चाहनुहुन्छ भने। गोल घुम्ती वा चोकमा यदि तपाईलाई बायाँ मोडिनु पर्ने छैन भने बायाँ लेन खुल्लै भए पनि च्यापेर जानु हुँदैन। सिधा अगाडि जाने गाडीले आफ्नै लेन कायम राख्नुहोस्। यु टर्न। अब जानौ यु टर्न कसरी गर्ने। यु टर्न गर्दाखेरि तपाईले अन्य सवारी साधनहरूको सजगतापूर्वक ध्यान राख्नु पर्दछ। यसो गर्नाले तपाईँ सहज र सुरक्षित रूपमा यु टर्न लिन सक्नुहुन्छ। यु टर्न गर्दा तपाईले अन्य सवारी साधन र पैदल यात्रुहरूलाई प्राथमिकता दिनु पर्दछ। नो यु टर्न भएको अवस्थामा तपाईले यु टर्न गर्न पाउनुहुन्न। सडकमा अविखण्डित केन्द्रीय रेखा छन् भने पनि तपाईले यु टर्न लिन पाउनु हुँदैन। सडकमा अविखण्डित केन्द्रीय रेखा र विखण्डित रेखाहरू छन् भने पनि तपाईले यु टर्न लिन पाउनु हुँदैन। सडकमा दुई अविखण्डित केन्द्रीय रेखाहरू सँगै छन् भने पनि यु टर्न लिन पाउनु हुँदैन। अब सडकमा पोतिएका रेखाबारे केही बुझौं। रोक्नै नपाइने दोहोरो पहेँलो रेखा। पार्किङ गर्न नपाइने पहेँलो रङको रेखा पिकअप र ड्रप अफको लागि मात्र। शाखा सडकबाट मूल राजमार्गमा आउँदा राजमार्गको सवारीलाई प्राथमिकता दिने खण्डित रेखाहरू। शाखा सडकबाट मूल राजमार्गमा आउँदा राजमार्गको सवारीलाई प्राथमिकता दिन रोक्नै पर्ने स्टप लाइन। जेब्रा क्रसिङ नजिकै रोक्ने रेखा। सडकको बीचमा भएका रेखाहरू ससाना खण्डित रेखाहरू, खण्डित नभएको ठोस रेखा, खण्डित नभएको ठोस दोब्बर रेखा। ए भाइ, ओ भाइ, कहाँ बिचमा छिरेको? ल बाहिर आउनुहोस्। हतार भएकोले यत्रो लाइन देख्नु भएन तपाईँले? ल बाहिर निस्किनुहोस्। हतार भएर छिरेको। भाइ हतार सबैले छ। ल बाहिर आउनुहोस्, पछाडि जानुहोस्। लाज छैन तपाईँलाई यसरी बस्न? उहाँले ठिक भन्नुभयो दाइ, पछाडि लाइन मारेर बसिदिनुहोस्। ल आउनुहोस् छिटो। हामीहरू 1 घण्टा भइसक्यो यहाँ लाइनमा बसिरहेको। तपाईँ यसरी बिचमा छिर्नुहुन्छ? हतार छ के मलाई? ल हतार सबैले छ भने ल आउनुहोस्, पछाडि आउनुहोस्। कस्ता कस्ता मान्छे हुन्छन् है मन्दिरमा पनि, बुझ्नै नसक्ने। त्यही त, हतार छ भन्दैमा लाइनमा बस्नु नै गाह्रो मान्छ। ओहो, तपाईँ कहाँबाट आउनु भएको? यता साइड लाउनुहोस् त। के
किन के भयो र? अस्ति तपाईँलाई मैले मन्दिरमा लाइनमा बस्दा सँगै भेटेको होइन र? ए हो नि है। अस्ति मन्दिरमा बस्दा चाहिँ लाइनमा बस्ने र अरूलाई पनि लाइनमा बस्न सिकाउने, अनि आज चाहिँ के हो यस्तो? यस्तो पल पल दुर्घटना हुने ठाउँमा तपाईँ यसरी लेन मिचेर आउने? यसरी लेन मिचेर आउँदा दुर्घटना हुन सक्छ, जाम हुन सक्छ नि। सडकमा कोरिएका सेता धर्काहरू सडक सजाउनको लागि राखेको होइन, सडक अनुशासन पालन गर्नको लागि कोरिएका धर्काहरू हुन्। हो, तपाईँले भन्नुभएको कुरा सही हो। मन्दिर जाँदा चाहिँ नि हामीहरू लाइनमा बस्ने, अनि यो दुर्घटना हुन सक्ने ठाउँमा चाहिँ नि लापरवाही गरेर लाइन मिच्ने। अबदेखि म लेन अनुशासन पालना गर्छु। सरी आजलाई। तपाईँ कारबाहीमा पर्नुभयो, लाइसेन्स दिनुस्। तपाईको नजरमा ट्राफिक प्रहरी नभए पनि सीसीटीभीबाट निगरानी भइरहेको हुन सक्छ। वा 55 मा 63 50 6350 नम्बरको मोटरसाइकल नयाँ मानिसहरुमा रेड लाइट क्रस गरेका छ है, नियन्त्रण लिएर गाडीमा गर्नु त। रोजर सर, मैले त्यस गाडीलाई नियन्त्रणमा लिइसकेको छु, त्यसलाई मैले रेड लाइटमा कारबाही गर्छु सर। ओभर। काठमाडौँ उपत्यकामा दैनिक सरदर 200 जनालाई सीसीटीभीबाट पहिचान गरी कारबाही गरिन्छ। सीसीटीभीलाई अझै स्मार्ट बनाउँदै लैजाने हाम्रो योजना भएकोले ट्राफिक नियम उल्लङ्घन गर्नेहरू उम्कन पाउने छैनन्। अब गल्ली वा शाखा सडकबाट मूल सडकमा आउँदा के गर्नु पर्दछ भन्ने जानौं। मूल सडक आउनु 50 मिटर अघि नै आफ्नो सवारी साधन मोडिने तर्फको इन्डिकेटर बालेर पछाडिको चालकलाई सचेत गराउँ र आफ्नो सवारी साधनको गति कम गरौँ। मूल सडक टेक्नु अघि आफ्नो सवारी साधनलाई एकछिन रोकौं, दायाँ र बायाँ हेरौं अनि मात्र अघि बढौं। घुम्तीमा विपरीत दिशाबाट आइरहेको साधनको लेन खुल्ला छाडी आफ्नै लेनबाट मात्र अघि बढौं। बाटो खाली भए पनि यदि एम्बुलेन्स, दमकल वा साइरन जडित गाडी आइरहेको देखेमा त्यसलाई जान दिएर मात्र अघि बढौं। शाखा सडकबाट आउँदा मूल सडकमा चल्ने साधनलाई सधैँ प्राथमिकता दिउँ। अब यात्रुवाहक बस चालक र सहचालकको कर्तव्य र सावधानी बारे बुझौं। यात्रुहरूले तपाईको बसमा भाडा तिरेर यात्रा गर्ने भएकाले उनीहरू तपाईका उपभोक्ताहरू हुन्। यात्रुलाई सहज, आरामदायी र सुविधाजनक सेवा दिनु तपाईको कर्तव्य हो। नेपाल सरकारले सार्वजनिक यातायातका प्रयोगकर्ताहरूलाई थप सुविधाजनक बनाउन सार्वजनिक यातायात आचार संहिता 2068 निर्माण गरेको छ। यसका प्रावधानहरूबारे सबैले सचेत हुन जरुरी छ। यद्यपि कार्यालय समय, विद्यालय समय र चाडपर्वको समयमा भिडभाड हुन्छ। यस्तो अवस्थामा आफ्नो गाडीको सिट संख्या अनुसार सकभर ठिक्क संख्यामा यात्रु राखेर बस स्टपहरूमा मात्र रोकेर ओह्राल्ने र उकाल्ने गरौँ। तोकिएको बस बिसौनीबाट यात्रु चढाउने र बिसौनीमै ओह्राल्ने गरौँ। यसरी तपाईले धेरै पटक र धेरै समय गाडी रोकेर यात्रु पर्खनु पर्दैन। मोडमा आफ्नो यात्रुलाई नओह्रालौं, नचढाउँ। अब स्कुल बस चालक र सहचालकको कर्तव्य र सावधानी बारे बुझौं। विद्यार्थीहरूको सुरक्षाका लागि स्कुल बस निर्देशिका 2074 का निर्देशनहरूको साथसाथै निम्नलिखित बुँदाहरूमा विशेष ध्यान दिनुपर्दछ। चालकले आफ्नो बसमा यात्रा गरिरहेका सबै विद्यार्थीहरूको नाम, ठेगाना, कक्षा, उनीहरूको चढ्ने र ओर्लने बिसौनीको नाम उल्लेख भएको विवरण आफूसँगै राख्नुपर्दछ। बस चलेको अवस्थामा आपतकालीन द्वार लगायत सबै ढोकाहरू बन्द राख्नुपर्दछ। विद्यार्थीहरूलाई चढाउँदा, ओह्राल्दा र उनीहरूले बाटो काट्दा अन्य गाडी वा सडक प्रयोगकर्तालाई संकेत दिनका लागि चाहिने ट्राफिक संकेत, स्टप वा रोक्नुहोस् लेखेको बसभित्र राखेको हुनुपर्दछ। बसको अत्यधिक गति सीमा 40 किलोमिटर प्रति घण्टा भन्दा तेज हुनु हुँदैन। सडकमा एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई प्राथमिकताका साथ जान दिनुपर्दछ। स्कुल बसमा विद्यार्थी बाहेक अन्य यात्रु, मालसामान वा अनाधिकृत व्यक्ति बोक्नु हुँदैन। चालकले सबै ट्राफिक नियमको पालना गर्नुपर्दछ। चलिरहेको स्कुल बसमा विद्यार्थीहरूले उनीहरूको शरीरको कुनै पनि अङ्ग बाहिर निकाल्न दिनु हुँदैन। क्षमता वा तोकिएको संख्या भन्दा बढी विद्यार्थीहरू बोक्नु हुँदैन। विद्यार्थीहरू बसबाट ओर्लिएपछि सडकमा चलिरहेका अन्य गाडी वा सवारी साधनले ठक्कर दिन सक्ने भएकोले बालबालिकाहरूको सुरक्षामा ध्यान दिनुहोस्।
अब मादक पदार्थ सेवन मापसे र लागु पदार्थ सेवन लापसेले शरीरमा पार्ने प्रभाव, मापसे वा लापसे गरेर सवारी चलाउँदा हुने जोखिमका बारे बुझौं। मापसे र लापसेले हाम्रो शरीरमा कस्तो प्रभाव पार्दछ? मापसे वा लापसे गरेर सवारी चलाउँदा के हुन्छ? रक्सी सेवन गरेपछि यो हाम्रो रगतमा मिसिन्छ र शरीरबाट निष्कासन नभएसम्म हाम्रो क्षमतालाई प्रभावित गरिरहेको हुन्छ। हाम्रो शरीरले 1 युनिट रक्सी शरीरबाट निष्कासन गर्न 1 घण्टा समय लगाउँछ। तर धेरै सेवन गरेको खण्डमा यो शरीरका सबै अङ्गमा जाने भएकोले निष्कासनको प्रक्रिया लामो हुन्छ। 1 बोतल बियरमा लगभग 4 युनिट बराबर रक्सीको मात्रा हुन्छ। 90 ml स्पिरिट वा भोड्का भनेको 4 युनिट बराबर हो। अर्थात् तपाईले आज बेलुका सेवन गरेको रक्सीको असर धेरै घण्टासम्म रहिरहन्छ। यसै गरी चालकले लागु पदार्थको सेवन गरेमा यसले चालकको केन्द्रीय स्नायु प्रणालीलाई असर पार्दछ। लागु पदार्थ वा रक्सी सेवनपछि यसलाई शरीरबाट निष्कासन गर्न पर्खन बाहेक हामी केही पनि गर्न सक्दैनौँ। कालो चिया वा कफी पिएर वा चिसो पानीले नुहाउनाले वा खुला हावामा बस्नाले मानिसलाई एकछिन तन्द्रा कम गराउने मात्र हो। यसरी रक्सी शरीरबाट निस्कदैन, बरु निष्कासनलाई ढिलो गर्न सक्छ। युवाहरूमा मदिरा सेवनको असर र परिणाम झनै गम्भीर हुन्छ। तपाईले रक्सी वा लागु पदार्थ सेवन गर्नाले तपाईको गाडी चलाउने क्षमतालाई धेरै तरिकाले प्रभावित गर्छ। सबैभन्दा पहिलो तपाईको गाडी चलाउने निर्णय नै गलत हो, तर तपाईले सेवन गरेको रक्सी वा लागु पदार्थले त्यस्तो निर्णय गराएको हुन सक्छ। मदिरा वा लागु पदार्थ सेवन पश्चात हाम्रो दिमागले खतराको विश्लेषण गर्ने क्षमतालाई गम्भीर किसिमले घटाउँछ। तपाईले गाडी चलाउन थालेपछि कतै ठोक्किन सक्ने अवस्था आएको वा ट्राफिक नियमको उल्लङ्घन भएको थाहा पाउने क्षमता गुमिसकेको हुन्छ, तर तपाईलाई यसको पत्तो हुँदैन। तपाईको गाडीको गति उच्च भएको लगायत अन्य खतरापूर्ण किसिमले चलिरहेको पनि तपाईलाई पत्तो हुँदैन। त्यसबाहेक गाडी चलाउँदा सडकमा चाहिने विशेष सावधानी जस्तै गाडीहरू बीचको दूरी राख्ने क्षमता, दूरी अनुसारको गति कति छ भनेर थाहा पाउने क्षमता पनि गुमिसकेको हुन्छ। हामीले रक्सी वा लागु पदार्थ सेवन गरेको केही बेरमा यसले दिमागमा असर गर्ने भएकाले हाम्रो आँखा र हातको तालमेल बिग्रन थाल्छ। तपाईको हेर्ने क्षमता घट्दै जान्छ र अस्थायी रूपमा केही नदेख्ने पनि बनाउँछ। यसले तपाईले गाडी चलाउँदा उपयुक्त गियर परिवर्तन गर्ने, गाडीलाई ठिक समयमा मोड्ने, साइड दिने वा ब्रेक लगाउने जस्ता महत्त्वपूर्ण निर्णय गर्ने क्षमता गुमिसकेको हुन्छ। तपाईलाई रक्सीको लत बसेको होस् वा पहिलो पटक पिएको होस्, रक्सीले तपाईको शरीरमा माथि भनिएका असरहरू एकनासले गराउँछ। याद राख्नुहोस्, तपाईले बेलुका सेवन गरेको रक्सीको असर तपाईको शरीरमा अर्को दिन पनि रहन्छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएको कारणले प्रत्येक वर्ष नेपालमा ठूलो संख्यामा दुर्घटना, मृत्यु र घाइते हुने गरेको तथ्याङ्क छ। आर्थिक वर्ष 2079-80 देखि प्रहरीले THC किटद्वारा लागु पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरूको परीक्षण गर्न सुरु गरेको छ। त्यसैले गाडी चलाउँदा मादक पदार्थ वा लागु पदार्थ सेवन नगरौं। मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर गाडी चलाउनु अपराध हो। तपाईको गाडीको गति अनुसार त्यसलाई रोक्न लाग्ने समय र ठक्कर भएमा हुने क्षतिबारे जानकारी। यदि एउटा कार 50 किलोमिटर प्रति घण्टाको गतिमा ठोक्कियो भने हुने क्षति, 60 किलोमिटर प्रति घण्टाको गतिमा ठोक्कियो भने हुने क्षति, 70 किलोमिटर प्रति घण्टाको गतिमा ठोक्कियो भने हुने क्षति, 80 किलोमिटर प्रति घण्टाको गतिमा ठोक्कियो भने हुने क्षति, 100 किलोमिटर प्रति घण्टाको गतिमा ठोक्कियो भने हुने क्षति। कारको गति 50 र 100 हुँदा भएको ठक्करबाट कारमा हुने क्षति कति फरक हुन्छ देख्नुभयो त? जति तीव्र गति त्यति ठूलो क्षति। चलिरहेको गाडीलाई अकस्मात रोक्नु पर्यो भने तपाईले तुरुन्तै सोचेर ब्रेक लगाइहाल्नु पर्ने हुन्छ। यो समय जम्मा केही सेकेन्डको मात्रै हुन्छ। तपाईले रोक्न खोजे पनि गाडी रोकिन्छ कि ठोकिन्छ भन्ने अवस्था दुई कुरामा भर पर्छ।
क तपाईले सोच्ने समय र ख ब्रेक लगाउने समय। तपाईँ मोबाइलमा कुरा गर्दै हुनुहुन्छ वा मादक पदार्थ सेवन गर्नुभएको छ वा चर्को स्वरमा गीत बजाइएको छ वा तपाईँलाई थकाइ वा निन्द्रा लागेको छ भने तपाईँको निर्णय गर्ने क्षमतालाई ढिलो अर्थात् तपाईँलाई बाटोमा आएको अवस्थाको बारे सचेत हुन चाहिने समयभन्दा ढिलो भइसकेको हुन्छ र समयमै रोक्न, मोड्न वा गति कम गर्न समय पुग्दैन। त्यसैले तपाईँ रोक्नुपर्ने स्थानभन्दा पर पुगिसक्नु भएको हुन्छ। यदि त्यहाँ मानिस, मोटरसाइकल वा कुनै वस्तु भए तपाईँको गाडी ठोक्किसकेको हुन्छ। त्यसबाट कति क्षति भयो भन्ने कुरा, तपाईँको गाडी कति स्पिडमा थियो भन्ने कुरामा पनि भर पर्छ। यसरी गाडीको गतिमा सानो वृद्धि गर्दा पनि रोकिने दूरीमा ठूलो फरक पर्दछ। त्यसैले तपाईको गाडी र तपाईको अगाडि भएको अर्को गाडी बीचको दूरी कायम राख्नु धेरै धेरै अनिवार्य हुन्छ। तपाईको गाडी ब्रेक लगाएपछि कति दूरीमा रोकिन्छ भन्ने कुरा तपाईको गाडीले बोकेको भार, गाडीको चक्काहरूको संख्यामा पनि भर पर्छ। बढी भार बोकेको गाडी वा धेरै चक्का भएको गाडी तपाईले सोचेको भन्दा पर गएर मात्र रोकिन्छ। गाडी रोकिने अवधि सडकको तत्कालीन अवस्थामा पनि भर पर्छ। गिट्टी छरिएको, चिप्लो वा भिजेको वा पातहरू भएको बाटोमा पनि सोचे भन्दा पर मात्रै रोकिन्छ। सडक र तपाईको सबै अवस्था ठिक भए पनि गाडीको ब्रेक कस्तो छ, टायर पुरानो छ कि, त्यसको ग्रिप वा सडकसँगको पकड गर्न सक्ने क्षमता कस्तो छ, ब्रेक लगाएपछि गाडी रोकिने दूरी त्यसमा पनि भर पर्छ। चप्पल लगाएर गाडी चलाउँदा के हुन सक्छ? विश्वव्यापी चलन अनुसार गाडी चलाउँदा उपयुक्त खालका जुत्ता लगाउनु पर्दछ। नाङ्गो खुट्टाले गाडी चलाउनु हुँदैन, किनभने खाली खुट्टाले जुत्ता लगाएको बेलामा जतिको बलले ब्रेक लगाउन सक्दैन। खुट्टामा पसिना आउने भएकोले पैडलबाट खुट्टा चिप्लने पनि हुन्छ। चप्पल लगाएर चलाउँदा पनि यस्तो सम्भावना हुन्छ। सोच्नुहोस् त, ब्रेक लगाइरहेको बेला तपाईको खुट्टा चिप्लियो भने के होला? जुत्ताको तलुवा धेरै नरम वा धेरै कडा हुनु हुँदैन र यो 10 मिलिमिटर भन्दा बाक्लो पनि राम्रो होइन। जुत्ता पैडलहरूमा चाहिए जति पकड बनाएर खुट्टा चिप्लन नदिने खालको हुनुपर्दछ। जुत्ता धेरै भारी वा गरुङ्गो पनि हुनु हुँदैन। जुत्ताको बनावट गोली गाँठोको चाललाई नरोक्ने खालको हुनुपर्दछ। जुत्ता धेरै फराकिलो खालको पनि हुनु हुँदैन, किनभने यसबाट अचानक दुईवटा पैडलहरू एकैपटक दाबिने सम्भावना हुन्छ। सोच्नुहोस् त, एक्सिलरेटर र ब्रेक पैडलहरू एकैचोटि दाबिएमा के होला? मोटरसाइकल चालक र यात्रुले अपनाउनु पर्ने सावधानीहरू। यातायातका साधनमध्ये मोटरसाइकल सबैभन्दा खतरापूर्ण साधन हो। यसमा सवार यात्रुहरू दुर्घटना परेर टाउको लगायतका चोटबाट घाइते वा मृत्यु हुने सम्भावना उच्च हुन्छ। यसरी हेलमेट फोक्लने भएकोले राम्रोसँग बाँधेर लगाएको हुनुपर्छ। मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु दुवैले टाउकोमा उच्च गुणस्तरको हेलमेट ठिक ढङ्गले बाँधेर लगाएमा यसले दुवैको टाउकोलाई सुरक्षित राख्दछ। नेपालमा पनि यस्ता दृश्य नदेखिने होइनन्, तर भारतको बेङ्गलोरको यो भिडियो हेरौँ कसरी ज्यान बचाउँछ। हाम्रो टाउकोभित्र गिदी वा मस्तिष्क यसरी बसेको हुन्छ। टाउकोमा लाग्ने ठक्करबाट मस्तिष्कमा असर परिरहेको हुन्छ। यसलाई थप प्रष्ट पार्दै बनाइएको यो भिडियो हेरौँ। यसमा देखिए झैं टाउकोमा देखिने गरी चोट नलागे पनि दिमागमा असर परिरहेको हुन्छ। अब हेलमेटले कसरी तपाईको टाउकोको सुरक्षा गर्दछ भन्ने हेरौँ। गुणस्तरीय हेलमेटमा प्रयोग भएको पोलिस्टाइरिन अथवा स्टाइरोफोमको पत्रले मस्तिष्कको सुरक्षा गरेको हुन्छ। यस फोमको पत्रले कसरी काम गर्दछ हेरौँ। यो काँचो अण्डालाई टाउको हो भनी मानौँ। पहिले यस अण्डालाई यो भाँडोमा राखौँ। तीनतिर सामान्य फोमले बेरे पनि एकतिर अण्डालाई भाँडोको सतहसँग छुवाएर राखौँ। अब यस भाँडोलाई तल फालौँ। अण्डा फुट्यो। अब यसलाई भाँडोको सतहमा स्टाइरोफोम राखेर दोहोर्याउँ र समान उचाइबाट फाल्दा पनि अण्डा सुरक्षित छ। कमसल हेलमेटको दाँजोमा
गुणस्तरीय हेलमेटले कसरी टाउको सुरक्षित राख्दछ भन्ने यसबाट प्रष्ट भयो, होइन त? सावधान, दुर्घटनामा परेर क्षति भइसकेको हेलमेटले दोबारा यस्तो खालको सुरक्षा दिन सक्दैन है। सिट बेल्टले तपाईलाई कसरी सुरक्षित राख्दछ? यस दृश्यमा देखिएको जस्तै यदि चालक र सवारले सिट बेल्ट नबाँधी गुडिरहेको गाडी एक्कासी रोक्नु परेमा यसरी हुत्तिने र चोट लाग्ने सम्भावना हुन्छ। त्यसलाई रोक्न सधैँ सिट बेल्ट बाँध्ने गरौँ। आउनुहोस् अब सबैले सँगै दोहोर्याउँ। आजको यस सचेतना कक्षामा सहभागी भइसकेपछि भविष्यमा सबै ट्राफिक नियमहरूको पालना गर्दै सडक सबैको साझा भएको स्वीकार्दै यसका सबै प्रयोगकर्तालाई सुरक्षित आआफ्नो गन्तव्यमा पुग्न सहकार्य गर्ने प्रण गर्दछौँ।